उहाँ हुनुहुन्छ विनोद श्रेष्ठ, काठमाडौँ क्षेत्र नम्बर 10 का नेकपा एमालेका उम्मेदवार। काठमाडौँ क्षेत्र नम्बर 10 कुनै बेला क्षेत्र नम्बर 5 थियो, जहाँबाट नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी उठ्नुभएको थियो र जित्नुभएको थियो। अहिले त्यही क्षेत्रमा मदन भण्डारीकै निकट सहयोगी, जो बहुदल आउनुभन्दा पूर्वदेखि दासढुङ्गा दुर्घटनाको 4 दिन अघिसम्म मदन भण्डारीसँग अन्तरङ्ग संवादमा हुनुहुन्थ्यो, त्यही मदन भण्डारीको क्षेत्रमा आफूले अहिले त्यही मदन भण्डारीको पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्दा कस्तो अनुभूति गरिरहनु भएको छ, उहाँको अनुभूति र मदनसँगका अन्तरङ्ग सम्झनाहरू जस्ताको तस्तै। जननेता मदन भण्डारी लगायतका सबै नेताहरू मेरो घर लगायत मेरो गाउँमा सेल्टरको रूपमा चाहिँ प्रदान गर्ने गरिन्थ्यो र पञ्चायतकालदेखि नै म कार्यक्रमहरूको व्यवस्थापन र नेताहरूको व्यवस्थापन र मिटिङहरूको व्यवस्थापनमा लाग्ने गर्थ्यौँ। थानकोट म जन्मेको गाउँ जुन गाउँ हो, त्यहाँ थुप्रै पटक हाम्रो मालेकालीन स्थायी कमिटीका नेताहरू र सचिवालयका कमरेडहरू आइरहनुहुन्थ्यो। त्यहीँबाट हामीले नेताहरूलाई काठमाडौँ बाहिर पठाउने कामहरू पनि गर्थ्यौँ। अत्यन्तै कडा भूमिगत परिस्थितिमा थानकोट चेकपोस्टमा चेक जाँच हुने गर्थ्यो र त्यो चेक जाँचलाई कटाउनका निमित्त हामीले मेरो घरमा ल्याएर लोकल बसमा ल्याउने, लोकल बसमा त्यति धेरै चेक हुँदैन थियो, लोकल बसमा ल्याएर थानकोटमा राखेर नाइट बस चढाएर बाहिर पठाउने कामहरू पनि हामीले गरिरहन्थ्यौँ। त्यही क्रममा मैले थुप्रै नेताहरूसँगको सङ्गत गर्न पुगेँ, तर नाम भने मलाई थाहा थिएन। पछि 2040 सालपछि पार्टीभित्र एउटा विवाद पनि उत्पन्न भयो। पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने विषयमा कुरा उठ्यो। एक पक्ष राजनीतिक स्वतन्त्रता हुनुपर्छ भन्ने, अर्को पार्टी स्वतन्त्रता भए पुग्छ भन्ने खालको विवादहरू पनि चुलियो र त्यही सन्दर्भमा एउटा सेल्टरमा मैले मदन कमरेडको कार्यक्रम व्यवस्थापन गरेँ। त्यो कार्यक्रममा म आफै पनि उपस्थित भएँ र उहाँले राजनीतिक स्वतन्त्रताको पक्षमा धेरै लामो व्याख्या गरेर राजनीतिक स्वतन्त्रता नै चाहिन्छ भन्ने कन्भिन्स गर्नुभयो। त्यो लगन टोलमा थियो। लगनको सफाई मजदुरहरूको बस्तीमा हामी त्यहाँ बस्थ्यौँ, जहाँ नेपाल ट्रेड युनियन महासङ्घको स्थापना भएको घर हो। त्यही घरमा बसेर हामीले कार्यक्रम गर्थ्यौँ र पछि 42-43 सालको चाहिँ सन्दर्भमा फेरि पार्टीभित्र एउटा अर्को बहस उठ्यो। जनपक्ष उम्मेदवार उठाएर पञ्चायतलाई पनि उपयोग गर्न हुन्छ कि हुँदैन भन्ने कुरा विवाद उठ्यो। त्यही सन्दर्भमा पनि म आफै पनि पञ्चायतलाई चाहिँ उपयोग नगरे हुन्थ्यो कि भन्ने खालको चाहिँ मलाई लाग्थ्यो र त्यही बेला पनि त्यही हामीले चाहिँ भूमिगत कालमा उहाँकै प्रशिक्षण करिब 4 घन्टा उहाँले प्रशिक्षण हामीलाई दिनुभयो। के कारणले गर्दा हामीले चाहिँ उपयोग गर्न खोजेको हो, परिवर्तन कसरी हुन्छ भन्ने बारेमा उहाँले लामो व्याख्या गर्नुभयो र त्यही कन्भिन्स हुन पुग्यौँ र 43 सालको जनपक्ष उम्मेदवार उठाउने सन्दर्भमा पञ्चायतका हरेक तहमा हस्तक्षेपकारी नीति अवलम्बन गर्ने सन्दर्भमा हामी कन्भिन्स भएर लाग्न पुग्यौँ, जसको कारणले गर्दा 43 सालको जनपक्ष उम्मेदवारहरू उठाउने सन्दर्भमा म आफै पनि 43 सालको पञ्चायतको चाहिँ अब गाउँ पञ्चायतको चुनावमा थानकोट गाविसमा उपप्रधान पञ्चको हैसियतले चाहिँ उम्मेदवार दिन पुगेँ। यो हिसाबले मदन कमरेडसँग चाहिँ भेट हुँदै जाने क्रम र उहाँका कार्यक्रमहरूलाई व्यवस्थापन गर्ने क्रम जाँदै गर्दा 45-46 सालको जनआन्दोलन भयो। 45 सालको जनआन्दोलनपछि जनआन्दोलन हुनुभन्दा अगाडि नै अब पार्टीको चौथो महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको रहेछ, हामीलाई थाहा छैन, तर कार्यक्रम गर्नु पर्यो भन्ने हिसाबमा चौथो महाधिवेशनका धेरै छलफलका कार्यक्रमहरूमा मैले उहाँहरूसँग चाहिँ कार्यक्रम व्यवस्थापन गर्ने हैसियतले मात्रै भेट्ने मौका पाएँ। एउटा अझै पनि सम्झना छ, एउटा पार्टी कमिटीको मिटिङ हाम्रो अहिलेको चन्द्रगिरी वडा नम्बर 3 माथि खेलमा कमरेड रामशरण आले मगरको घरमा एउटा चाहिँ
बैठकको व्यवस्थापन गऱ्यौँ हामीले। झन्डै 4 दिनसम्म चाहिँ लगातार उहाँहरूको बैठक बस्नुभयो। हामीले त्यहाँ बाहिर गार्ड बस्ने, उहाँहरूलाई खाना पकाएर खुवाउनेदेखि लिएर जम्मै व्यवस्थापन गर्ने काममा पनि हामी सघौँ नै। उहाँहरूलाई माधव कमरेडदेखि लिएर अब तत्कालीन मदन कमरेडहरू हामीले भेटघाट गर्ने मौका पायौँ, तर कसैको पनि नाम थाहा थिएन हामीलाई। अहिले जस्तो माधव कमरेड, मदन कमरेड भन्ने, झलनाथ कमरेड भन्ने हामीलाई थाहा थिएन। अब 46 सालको जनआन्दोलनपछि अब धेरै कार्यक्रम व्यवस्थापन गर्ने कामहरू हुन्थ्यो र उहाँ पहिलोचोटि खुला मञ्चमा चाहिँ उहाँ जनताहरूको बिचमा चाहिँ अब कार्यक्रममा चाहिँ उपस्थित हुनुभयो र लामो उहाँले चाहिँ भाषण गर्नुभयो र एकदमै चाहिँ जनताहरूलाई चाहिँ मोहित पार्ने हिसाबले अँध्यारो समयसम्म पनि उहाँले चाहिँ अब कार्यक्रममा चाहिँ अब भाग लिनुभयो। त्योभन्दा अगाडिकै कुरा गर्ने हो भने पनि 2047 साल वैशाख 30 गते नेपाल ट्रेड युनियन महासङ्घको पहिलो राष्ट्रिय भेला गऱ्यौँ। उहाँलाई चाहिँ चिफ गेस्टको रूपमा चाहिँ इन्जिनियरिङ क्याम्पसमा चाहिँ हामीले चाहिँ निम्ता गरेका थियौँ र उहाँले मजदुर र पार्टीको सम्बन्ध, पार्टी र जनताको सम्बन्धको बारेमा एकदम राम्रो व्याख्या गर्नुभयो र मजदुर वर्ग नै पार्टी, कम्युनिस्ट पार्टीहरूको आधारभूत वर्ग हुन्। मजदुरहरू भनेको चाहिँ पार्टीको निमित्त माछाको लागि चाहिने पानी जस्तै हुन्, पानी बिना माछा बाँच्न सक्दैन। त्यस कारणले गर्दा कम्युनिस्ट पार्टी पनि मजदुर वर्ग बिना चाहिँ टिक्न सक्दैन भन्ने उदाहरण दिँदै मजदुर वर्ग सबैभन्दा सचेत ढङ्गले कम्युनिस्ट आन्दोलनमा, राजनीतिक आन्दोलनमा जोडिनुपर्छ भन्ने हिसाबले चाहिँ उहाँले व्याख्या गर्नुभयो र हामी अत्यन्तै प्रभावित भएका थियौँ। यो हिसाबले उहाँसँगको चाहिँ नियमित कन्ट्याक्ट चाहिँ बहुदल आइसकेपछि हुँदै गयो। म तत्कालीन त्यो बेला कोषाध्यक्ष थिएँ, नेपाल ट्रेड युनियन महासङ्घको कोषाध्यक्ष थिएँ र हरेक समस्या पर्नासाथ मदन कमरेडको चाहिँ अब कोठामा जान्थ्यौँ हामी। विशेष गरी विष्णु रिमाल तत्कालीन महासचिव हुनुहुन्थ्यो, उहाँ र म विशेष गरी उहाँका सानो सानो कुराहरू पनि समस्या पर्नासाथ उहाँलाई चाहिँ सोध्ने, निकास के निकाल्ने भन्ने बारेमा हामीले सोध्न जान्थ्यौँ। एकचोटि यसै प्रसङ्गमा चाहिँ हाम्रो महासङ्घ र इन्डियन ट्रेड युनियनसँग चाहिँ छलफल गर्नुपर्ने भयो। कमरेड विष्णु रिमाल चाहिँ इन्डिया जानुपर्ने भयो र अब इन्डियाको चाहिँ ट्रेड युनियन आन्दोलन, विदेशी ट्रेड युनियन आन्दोलन एकदम ठुल्ठुलो हुने, हामी चाहिँ एकदम सानो चाहिँ जनसङ्ख्याको आधारमा पनि सानो हुने, अब कसरी चाहिँ कुरा गर्नु पर्ला भनेर एकचोटि उहाँसँग सल्लाह गरेका थियौँ। अनि उहाँले सहज ढङ्गबाट उत्तर दिनुभयो। कुन गाह्रो कुरो हो र, देश सानो र ठुलो कहाँ हुन्छ र, अब कसरी छलफल गर्ने भनेर भन्दा उनीहरूको देशमा चाहिँ कति जनसङ्ख्या छ त्यो एउटा मापन गर्ने, हामी कहाँ कति छ र। त्यो बेला अब 2 करोड प्लस मात्रै थियो। त्यसमा चाहिँ पर्सेन्टेज निकालौँ। पर्सेन्टेज निकाल्ने हो भने 2 करोडको पर्सेन्टेज कति हुन्छ, अरबको पर्सेन्टेज कति हुन्छ, त्यो आधारमा भन्ने हो भनेदेखि त हामी साना छौँ, हाम्रो सङ्ख्या सानो छ भन्ने हिसाबले हामी कमजोर छँदै छैनौँ, उनीहरूभन्दा हामी बलियो छौँ। यो हिसाबले पर्सेन्टेजको आधारमा कुरा गर्नुहोस् भनेर भन्दा अनि हामी यसरी पनि कुरा गर्न मिल्दो रहेछ भन्ने बारेमा हामीले सिकेर अनि त्यही ढङ्गले चाहिँ अब इन्टरनेसनल ट्रेड युनियन आन्दोलनमा हामी त्यही ढङ्गले बहस गर्थ्यौँ। हाम्रो देश सानो छ, सङ्ख्या सानो छ, तर पर्सेन्टेजमा हामी विदेशी ट्रेड युनियन आन्दोलनभन्दा कम छैनौँ भन्ने हिसाबले चाहिँ हामी त्यसरी चाहिँ विभिन्न देशका नेताहरूसँग छलफल गर्दा चाहिँ कन्भिन्स गर्थ्यौँ र अनि हामी गर्व गर्थ्यौँ के भने भन्दाखेरि हामी सानै देशमा जन्मिएको भए तापनि राजनीतिक हिसाबले, रूपान्तरणको हिसाबले चाहिँ अग्रगामी शक्ति चाहिँ हामी हौँ भन्ने हिसाबले हामीले व्याख्या गर्दा ठुला ट्रेड युनियन आन्दोलनमा सहभागी हुनेहरू पनि हो नेपाल चाहिँ अब कमजोर छैन भन्ने हिसाबले हामीले कन्भिन्स गर्न सक्थ्यौँ। यस्ता धेरै खालका नुस्खाहरू कमरेड मदन भण्डारीले हामीलाई चाहिँ सिकाउनुहुन्थ्यो। यही क्रममा चाहिँ अनि अब म त सुरुदेखि नै चाहिँ व्यवस्थापनमा अब सुरक्षामा लाग्ने भएको हुनाले विशेष गरी मेरो उहाँसँग चाहिँ धेरै खालका चाहिँ सुरक्षासँग सम्बन्धित रहेर, स्वयंसेवासँग सम्बन्धित रहेर, पार्टीका नेताहरूसँग सुरक्षाका कुराहरू हामीले चाहिँ गर्थ्यौँ, सेयर गर्थ्यौँ। 48 सालको चुनावमा उहाँ क्षेत्र नम्बर 1 र क्षेत्र नम्बर 5बाट दुवैतिरबाट चाहिँ उहाँ उठ्नुभयो। उठिसकेपछि उहाँको सुरक्षा व्यवस्थापनमा म सधैँसँगै हुन्थ्यौँ। हरेक सुरक्षाका डिलहरू म आफैले गर्थेँ। यो हिसाबले चाहिँ अब चाहिँ चुनावको बेला भयो, चुनावका भिडन्त पनि हुने गर्थ्यो त्यो बेला त। त्यो बेला चाहिँ टफ हाम्रो चाहिँ 48 सालमा अहिलेको तत्कालीन काङ्ग्रेसका नेताहरूसँगै चाहिँ पर्थ्यो, त्यहाँ गुन्डाहरूसँग पर्थ्यो। त्यो हिसाबले पनि हामी चाहिँ हरेक चुनावलाई पनि सुरक्षा व्यवस्थापन बलियो गर्ने हिसाबले चाहिँ कुरा हुँदा अनि उहाँसँगै छलफल गर्थ्यौँ, खेलाडी साथीहरूलाई परिचालन गर्थ्यौँ र अनि लास्टमा चाहिँ उहाँ दासढुङ्गा घटना घट्यो। त्योभन्दा अघिल्लो पोखरा जानुभन्दा अगाडि पनि अब
उहाँसँग मेरो चाहिँ लामो कुरो भएको थियो संसदीय दलको कार्यालयमा बसेर। अब नेताको सुरक्षा, अब त्यो बेला चाहिँ नेताको सुरक्षा पनि अब गर्दा मदन कमरेडलाई नै अब उहाँले अब हाम्रो थापा सरको चाहिँ एउटा कार चढ्नुहुन्थ्यो, कारमा हिँड्नुहुन्थ्यो र पार्टीभित्रै नेताहरूले के भन्ने गर्थ्यो भनेर भन्दाखेरि नेता भएर कार चढ्ने भन्ने खालका आलोचनाहरू पनि गर्थ्यो। त्यो हिसाबले चाहिँ गर्दा हामी छलफल गर्थ्यौँ। नेता भएर कार चढ्ने मात्र होइन, त्योभन्दा कारले सुरक्षित भएन भने त्योभन्दा ठुला चाहिँ चिज पनि प्रयोग गर्न सक्नुपर्छ भन्ने हिसाबले हामीले चाहिँ गर्थ्यौँ र हिँडडुल गर्दा पनि ख्याल गर्नुपर्छ, सुरक्षा ख्याल गर्नुपर्छ भन्ने हिसाबले छुट्टै एउटा मेकानिजम बनाऊ भन्ने हिसाबले पार्टीभित्र पनि एउटा चाहिँ सेक्युरिटी फोर्स बनाउनुपर्छ भन्ने हिसाबले मैले छलफल गर्दा अन्तिम उहाँसँगको डाइलग मेरो के थियो भनेर भन्दाखेरि हाम्रो संसदीय दलको चाहिँ तत्कालीन नेकपा एमाले कार्यालयको सिंहदरबारको संसदीय दलको कार्यालयमा उहाँसँग मात्रै चाहिँ बसेर चाहिँ छलफल गरेका थियौँ। अनि उहाँले मलाई एकदम मार्मिक ढङ्गबाट के भन्नुभयो भने यो सुरक्षा चुनौती छ, म कन्भिन्स छु, तर म तपाईँसँग जति चाहिँ अब फ्रीली चाहिँ सुरक्षा थ्रेटका बारेमा यस्ता सुरक्षाका चाहिँ कुराहरू गर्नु सकिन्छ मेरो पार्टीको स्थायी कमिटीमा शुद्ध मैले गर्न सक्दिनँ। त्यस कारणले गर्दा तपाईँ एउटा फ्रेमवर्क बनाइराख्नुहोस्, म अब देश दौडामा गएर आउँछु अनि त्यसपछि तपाईँहरू म बसेर एउटा पार्टीगत निर्णयमा पार्टीलाई पनि अब चाहिने मात्रै जानकारी दिएर अलिक गोप्य ढङ्गबाट राम्रोसँग म्यानेज गरेर चाहिँ यस कामलाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर चाहिँ उहाँले मलाई चाहिँ एउटा जिम्मा दिएर जानुभयो। तर त्यसको झन्डै 4 दिनपछि उहाँको चाहिँ अब दुर्घटना भयो। यो हिसाबले मेरो अन्तिम भेट वा अन्तिम कन्भर्सेसन चाहिँ संसदीय दलको कार्यालयमा उहाँको दुर्घटना हुनुभन्दा 4 दिन अगाडि बेलुकातिर चाहिँ भएको थियो। त्यसपछि उहाँ दुर्घटना पर्नुभयो, दुर्घटना पर्यो भन्ने कुरा चाहिँ हामीले अब काठमाडौँमा पहिलोपटक सुन्यौँ। दासढुङ्गामा चाहिँ पहिलो पटक यहाँबाट चाहिँ हामी काठमाडौँबाट जाने पहिलो ग्रुप विष्णु रिमालको नेतृत्वमा म अर्को 2-3 साथीहरू चाहिँ हामी गएको थियौँ राति नै। यो हिसाबले चाहिँ हामीले त्यहाँ अब रातभरि बस्यौँ। त्यहाँको चाहिँ दासढुङ्गाको चाहिँ अब जीवराज आश्रित कमरेडको पहिलो लास भेटियो, त्यसलाई चाहिँ काठमाडौँ ल्याउने काम गऱ्यौँ। झन्डै चाहिँ 6-7 दिनपछि मात्रै उहाँको लास भेटियो र यो हिसाबले सबै उहाँको चाहिँ दाह संस्कारको काममा पुरै चाहिँ अब लाग्ने काम चाहिँ हामीले गऱ्यौँ खुल्ला मञ्चमा। दाह संस्कार भयो, मैले सायद मेरो जिन्दगीमा त्यति मान्छे मैले देखेको पहिलो पटकै होला। हरेक दिन त्यत्रो दिन राख्दा पनि हरेक दिन उहाँको चाहिँ अब लासमाथि फुल चढाउन आउनेहरूदेखिको भिड त्यतिकै थियो। यो हिसाबले कमरेड मदन भण्डारीसँग ट्रेड युनियन आन्दोलनसँग जोडिएर पार्टीको सुरक्षाका कुराहरूसँग वा स्वयंसेवी ढङ्गले चाहिँ कामहरू गर्ने सन्दर्भमा चाहिँ त्यति धेरै लामो सङ्गत गर्न पाइएन। तर जति दिन जति क्षण उहाँसँग चाहिँ मैले काम गर्न पाएँ त्यो चाहिँ मेरो लागि चाहिँ इतिहासमै एउटा गौरवमय दिनको रूपमा रहेको मैले चाहिँ अब विश्वास लिएको छु र